मेरो चाहिँ पाथिभरा मन्दिर यो पहिलो यात्रा हो है। म अहिलेसम्म आएको पनि छैन अनि सो पहिलोचोटि भिजिट गरेको। सो दर्शन गर्नलाई बाइकमा आएको तलसम्म फेदसम्म, तराईबाट सिमाराबाट हामी बाइकमा आएको भनेपछि सिङ्गल कागरमा आयो। त्यो काग चाहिँ आउन सक्नु भएन। तलतिरै त्यो एउटा मन्दिर चाहिँ त्यहीँबाटै दर्शन गरेर फर्किनुहुन्छ अरे। सो म चाहिँ आएँ, म चाहिँ हार माने होइन होइन। र यो त केही होइन हो, तल त यहाँमा घोडाले निधारेछ होला जस्तो ठाउँ। सो म चाहिँ मेरो चाहिँ म पुग्छु, हार खाइदिने छोरा हो है। लौरो साथमा छ, जुयो झोलामा पानी सानी छ, एकदम स्यास्या भएको छ। तर म बसेको छैन, म एक ठाउँमा बस्यो। आधी बाटो आएपछि ठ्याक्कै अनि त्यहाँ मान्छेले सोद्धाखेरि तपाईँ आधी बाटो आइपुग्नु भन्नुभयो। अनि त्यही भएर म रेस्ट गरेँ एकछिन, 5 मिनट चिसो खाएर अनि हिँड्दैछु। अब म रेस्ट गरेँ होइन, अझै हिँड्छु कहाँसम्म पुग्दो रहेछ। मेरो लक्ष्य चाहिँ माथि नै पुग्ने हो, एकैचोटि मन्दिरमा पुग्ने हो भन्ने मेरो चाहिँ ऊ हो। हेरौँ सक्छ कि सक्दैन है त।